नमस्कार, मेरो नाम किरण खड्का। म क्षेत्र नम्बर 6 को स्वतन्त्र उम्मेदवार। मेरो उम्मेदवारी चाहिँ सर्वप्रथम सडकदेखि सदनसम्म भन्ने नाराको साथ अगाडि बढिरहेको छ र सडकमा निरन्तर आवाज उठाइरहेको एउटा व्यक्ति, एउटा समूह भएकोले गर्दाखेरि हाम्रो जुन सडकमा उत्रिरहेको आवाजहरू थियो त्यो आवाजलाई चाहिँ हामी सुनिश्चित गर्नको लागि हामी संसदसम्म पुर्याउन चाहन्छौँ र आज हामीले जुन अभियान गरिरहँदा हामीले जे देख्यौँ, जे भोग्यौँ, जे बुझ्यौँ त्यो चाहिँ लाग्दैन कि यो सरकारले बुझेको छ, भोगेको छ। यदि बुझेको थियो, भोगेको थियो भने सायद यो रोडमा यो अवस्थामा हामीले आवाज उठाउनु पर्दैन थियो होला। त्यसकारण यो देशले नदेखेको, यो राजनीतिक पार्टीले नदेखेको कुराहरू चाहिँ आज हाम्रो एउटा स्वतन्त्र अभियानले देखेकोले गर्दाखेरि एउटा स्वतन्त्र अभियानको एउटा नेतृत्व गर्दै मैले चाहिँ एउटा यो चुनावी अभियानमा आफ्नो उम्मेदवारी दिएको हो, ताकि यो हाम्रो आफ्नो व्यक्तिगत स्वार्थको लागि नभएर आम नेपाली जनताको भावनालाई, आस्थालाई, विश्वासलाई कदर गर्दै हामीले उहाँहरूको जुन भावनालाई आत्मसात गरेर अगाडि बढेको थियौँ त्यसलाई हामीले सडकमा मात्रै होइन सदनसम्म पनि पुर्याउनुपर्छ। किनकि कानुन बनाउने त संसद हो, सदन हो, त्यसैले हाम्रो पनि उपस्थिति त्यहाँ जरुरी छ भन्ने लागेर हामीले चाहिँ उम्मेदवारी दिएको हो पहिलो कुरा। र दोस्रो कुरा, अहिलेको अवस्थामा स्वतन्त्र जस्तो एउटा गरिमा, सुन्दर पक्ष जो चाहिँ नेपाली जनताको आस्था, भरोसा हो, जुन ठाउँबाट चाहिँ आम नेपाली जनताको एउटा आवाजलाई हामी लिएर जान सक्छौँ, त्यो एउटा स्वतन्त्र तपाईको पक्ष, त्यो सुन्दर पक्ष नै अहिले शून्यको अवस्थामा छ। त्यसकारण त्यो शून्यतालाई हामी भर्न चाहन्छौँ। त्यो शून्यताको अर्थ कति छ भने आज यदि दलीय व्यवस्थामा स्वतन्त्र हुन्थेन भने नेपाली जनताले विकल्प पाउने थिएन। त्यसकारण हेर्दाखेरि स्वतन्त्र एउटा साधारण लाग्न सक्छ, त्यो साधारणभित्र असाधारण चिजहरू छ भन्ने कुराको पुष्टि चाहिँ हिजोकै हाम्रो साथीहरूले, जसले आज दलीय व्यवस्थामा निराश भइरहेको जनताहरूलाई आशाको किरण बनेर आज भनौँ, आज बालेन्द्र शाहहरू हेरौँ, हर्कहरू हेरौँ, हाम्रो स्वतन्त्रको अहिलेको हाम्रो रविहरू हेरौँ, यी सबैको जन्म चाहिँ कहाँबाट भयो त भन्दा त्यो एउटा स्वतन्त्र धरातलबाट भयो। तर उहाँहरूले त्यसलाई सदुपयोग मात्रै गर्नुभयो। त्यो धारमा उभिएर आम नेपाली जनताको भावनालाई चाहिँ कदर गर्नुभन्दा पनि एउटा पार्टी खोलेर उहाँहरू गइरहँदाखेरि अब त्यो सुन्दर पक्षलाई बचाउनु चाहिँ एउटा आम नेपालीको चाहिँ नै एउटा दायित्व हो भन्ने सम्झेर नै हामीले चाहिँ तपाईँलाई यसपालको उम्मेदवारी दिएको हौँ। र साथै यो स्वतन्त्र अभियानता, स्वतन्त्र अभियानलाई सफल बनाउनु, यसको गरिमालाई बुझ्नु, बुझाउन पनि हाम्रो उपस्थिति चाहिँ संसदमा जरुरी छ भन्ने हामीलाई लागेको छ। किनकि हामीले यो चुनावी माहौललाई हेरेर आज तपाईँको यो उम्मेदवारी दिएको पनि होइन। निरन्तर सडकमा बसेर त्यो 62-63 को जन आन्दोलनपछि मजदुरको, व्यवसायीको हकितमा काम गरिरह्यो। त्यति मात्रै नभएर आम नागरिकको आवाजलाई पनि रोडबाट उठाएर हामीले सम्बन्धित ठाउँसम्म पनि हामीले पुर्याउने काम गऱ्यौँ। जहाँ विराटनगरवासीलाई त थाहै होला, आज अचेत समूह भनेर त सायद तपाईँहरू चिन्नुहुन्छ होला, जान्नुहुन्छ होला। त्यही समूह बिचको एउटा व्यक्तित्व म पनि हुँ। त्यसकारण एउटा सामूहिक निर्णय पश्चाताप हामीले एउटा स्वतन्त्र उम्मेदवारी दिनुपर्छ। जनताको आवाजलाई सडकदेखि सदनसम्म पुर्याउनुपर्छ भन्ने सोचले हामी अगाडि बढेका हौँ। र यो सोच हाम्रो जबसम्म हाम्रो लक्ष्य पुरा हुँदैन तबसम्म यथावत रहनेछ। हामीले यो उम्मेदवारी कसैको भोट काट्नलाई, कसैको समर्थन गर्न, कसैको विरोध गर्नलाई पनि हामीले गरेका होइनौँ। हुन त लाग्छ अहिलेको अवस्थामा स्वतन्त्र पार्टी भइरहँदाखेरि तपाईँहरू जस्तो स्वतन्त्र व्यक्तिहरू उठेर एउटा परिवर्तनको बाधा भन्ने कुराहरू पनि आइरहेछ। हामी स्वतन्त्रको विरोधी पनि होइनौँ, बाधा पनि होइनौँ। यो देशको नागरिक हौँ। यो देशको नागरिकको हकले मैले यो कुरा बोल्नै पर्छ भन्ने हिसाबले म आएको हुँ। र एउटा कुरा के पनि अर्को बुझौँ भने पार्टीहरू भनेको एउटा क्राइटेरियामा बाँधिएको हुन्छ। उनीहरूको लागि भनेको तपाईँको पार्टी, उसको विधान, उसको नेता, उसको झन्डाभन्दा माथि कोही हुँदैन। तर त्योभन्दा माथि यदि केही छ भनेदेखि नेपालको राष्ट्रिय झन्डा छ। त्यो झन्डा मुनि राष्ट्रिय छ, राष्ट्रियता छ, धर्म छ, संस्कार छ, संस्कृति छ, एउटा सिङ्गो समाज छ।
जहाँ 4 जात 36 वर्णको सुन्दर फुलबारी छ। त्यसलाई बचाउनु नै आज यी पार्टीहरू खुलेको होला। तर आज यी पार्टीहरू राष्ट्रियभन्दा माथि भइरहेको अवस्थामा र पार्टीभित्र रहेका प्रतिनिधिहरूले आफ्नो पार्टीभन्दा माथि उठेर केही कुरा गर्न नसकिरहेको अवस्थामा यदि संसदभित्र गएर कसैले बोल्छ, कसैले जनताको आवाजलाई उठाउँछ भने त्यो एउटा आम स्वतन्त्र नागरिकले मात्रै उठाउन सक्छ। त्यसकारण संसद जस्तो गरिमामा स्वतन्त्र जस्तो सुन्दर पक्षलाई शून्य राख्नु हुँदैन भन्ने एउटा भावनालाई आत्मसात गर्दै म पनि यो देशको नागरिक हुँ, मेरो पनि कर्तव्य हो, हारजितको खेलमा नलागौँ। यो देशलाई, यो राष्ट्रलाई के चाहिएको छ, के खोजिरहेको छ, त्यो चिजको पछि लागौँ। त्यस्तै सोचेर नै आज हामीले चाहिँ नि एउटा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हौँ। यसमा चाहिँ अब आफ्नो बुझाइ हो। यहाँ न हामी भोट काट्न आएको, न कुनै डिलिङ गर्न आएको। हामी स्वतन्त्र पक्षलाई बुझाउनलाई आएको हो। आज उहाँहरूलाई लाग्दो हो उहाँहरू हाम्रो विरोधी हो भनेर, तर उहाँहरू नै कुनै समय त यही खेमामा उभिएर आउनु भयो भने। त्यसकारण आज एउटा म केही पनि कुरा भन्न चाहन्छु उहाँहरूलाई भने उहाँहरूलाई त्यो लाग्न सक्छ कि उहाँहरू हाम्रै विरोध हो भनेर, तर त्यो होइन। अब पुरानो पार्टीहरूले गरेनन्, ठिक छ, नयाँ साथीहरू आउनुभयो, तर यदि नयाँ साथीहरूले पनि गर्नु भएन भने उहाँहरूलाई अमला उठाउने कसले? त्यसपछि एउटा जनताको आशा खोइ त। पुरानोले त गरेनन्, नयाँमाथि आशा छ। यदि नयाँले पनि गरेनन् भने जनताको आशा खोइ। यदि जनताको आशा केही हो, भरोसा केही हो, किरण केही हो भने त त्यो त स्वतन्त्र हो नि, जो त तपाईँहरूले देख्नु भएको छ। आज यदि स्वतन्त्र जस्तो सुन्दर पक्ष नहुन्थ्यो भने यो दलीय व्यवस्थामा त देशै सकिसकेको थियो, जनताको आशा भरोसा नै समाप्त भएको थियो। तर त्यही खेमामा स्वतन्त्र व्यक्ति उभिएर आज नेपाल र नेपालीलाई नयाँ मोड, नयाँ ढाँचा, नयाँ आस्था विश्वासमा लिएर गइरहेछन्। त्यसकारण उहाँहरूलाई हाम्रो स्वागत छ, एकदम राम्रो काम गर्नु। तर उहाँहरूले काम गर्नु भएन भने त्यसमा भोलि अमला उठाउने विकल्पको रूपमा कोही हुनुपर्छ। त्यो एक आम नागरिक हुनुपर्छ जसलाई कुनैको पार्टी, कुनै पक्षको बन्धनमा बाँधिएको हुनु हुँदैन। आम नेपाली जनताको आवाज बोल्ने, उहाँहरूको आवाजलाई पुर्याउने त्यो दायित्व चाहिँ हामीले लिएको हौँ भन्ने लाग्छ मलाई। जतिखेर म तपाईलाई एउटा यातायात स्वतन्त्र मजदुर सङ्गठन व्यवसायीहरूसँग रहेर काम गरिरहँदाखेरि 62-63 पछि तपाईको 64-65 देखि मैले सुरु गरेँ। मैले सुरु गर्दाखेरि जुन अवस्था थियो मजदुरको, व्यवसायीहरूको, किसानहरूको, त्यो अवस्था अहिले पनि यथावतै छ। बरु तपाईको घटेर होइन बढेर गएको छ। यस्तो अवस्था छ कि तपाईको एउटा मजदुरले एक दिन काम गर्नु पाएन भने उसले खान पनि पाउँदैन। तर तिनै मजदुरलाई आधार बनाएर, तिनै किसानलाई आधार बनाएर, तिनै सर्वहारा वर्गलाई आधार बनाएर उहाँहरू जानुभयो। तर उहाँहरूले उनीहरूको त्यो भावनालाई, विश्वासलाई ठोक्राएर आफ्नो स्वार्थ सिद्ध पुरा गर्दै जानुभयो। त्यसकारण एउटा निस्वार्थ व्यक्ति त चाहियो जसले त्यो भावना बुझेको होस्, जसले त्यो कुरा लगेर त्यहाँ राखिदिएको होस्। यहाँ त राख्ने भनेर जाने, माथि गएपछि पार्टीको एउटा भातृ सङ्गठन बन्ने अनि पार्टीलाई जे भन्छ त्यही मान्ने। अब तपाईँ मलाई भन्नुहोस्, मजदुर उनीहरूकै, किसान उनीहरूको, सब उनीहरूको, सरकार उनीहरूको पुरा कसले गरिदिने भन्नुहोस्? तिनै मजदुरलाई देखाएर, तिनै किसानलाई, सर्वहारा वर्गलाई देखाएर तिमीहरूको दुःख, तिमीहरूको चाहिँ नै अभावलाई जे छ त्यो कुरालाई हामी पुरा गरिदिन्छौँ भनेर जाने अनि त्यहाँ गएपछि आफ्नो स्वार्थ पुरा गर्ने, पार्टीको स्वार्थ पुरा गर्ने। त्यही भएर पनि एउटा आम नागरिक, नेपाली आमाको छोरो त्यहाँ जान जरुरी छ। सर्वहारा वर्गको कुरा उठाउन जरुरी छ, त्यसलाई कानुन बनाउन जरुरी छ, ताकि भोलि गएर जुन कुरोको लागि यो आन्दोलन भएको हो त्यो आन्दोलनको अन्त्य हुनुपर्छ। नत्र फेरि पनि 82 मा मात्रै होइन, बार यस्तो समय आइरहन्छ, फेरि आन्दोलन भइरहन्छ, फेरि मर्ने, फेरि मार्ने, फेरि डराउने, कति मर्ने, कति मार्ने, कति डराउने। यी सबको पछाडिको एउटै कारण हो, समस्या हिजो जहाँ थियो समस्या त्यही नै छ। आज 46-47 पछि पनि जुन आन्दोलन भयो त्यतिखेर कुन आश्वासन देखिएको थियो? मैले त सुनेको मजदुर सङ्गठनमा गएर त्यो आमूल परिवर्तन गर्नुमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ठुलो हात थियो भनेर, किसानहरूको ठुलो हात थियो भनेर। तर आज हेर्नुहोस् त त्यो मजदुरहरूको हालत, हेर्नुहोस् त त्यो किसानहरूको हालत। आज सरकारले यत्रो कृषि नीति लिएर आउँछ, तर हेर्नुहोस् तल गएर न किसानले बिउ पाएको छ,
न बजार पाएको छ, न भाउ पाएको छ, न मल पाएको छ। कृषि प्रधान देश बनाएको छ, ठुलो कुरा गरेको छ। कृषि मन्त्री त बन्छ नि, तर कृषिको क थाहा छैन। यातायात मन्त्री त बन्छ नि, यातायातको या थाहा छैन। अनि कसरी हुन्छ? अनि हामी कहिले पनि एउटा विचार भएको, एउटा बुझ्ने मान्छेलाई लिएर जाँदैनौँ। गफ दिने, हावादारी गर्ने त्यस्ता व्यक्तिहरू जो चाहिँ जनताको विश्वास, भावना, उनीहरूको दुःखसँग खेल्ने व्यक्तिहरूलाई हामी त्यहाँ पठाउँछौँ। त्यस कारण ती कुराहरूको विरोध हुनुपर्छ। अब फेरि कुनै आन्दोलन हुनु हुँदैन, कुनै नेपाली आमाको छोरोहरू मर्नु हुँदैन। किनभने अब पनि यो जुन ग्रास लेभलको जुन समस्या छ, यसलाई समाधान नगर्ने हो भने त फेरि बार आन्दोलन भइरहन्छ। यसको जिम्मेवार कसले लिने? यसै पाल हेर्नुहोस् न, 74 जना चाहिँ मर्नु पर्यो। कारण के थियो? यिनै पार्टीहरूले गरेको भ्रष्टाचार, यिनै पार्टीहरूले गरेको विकृति, व्यथिति, जसको कारण चाहिँ यो आन्दोलन भयो। आज सम्पूर्ण जनताहरू चाहिँ त्यो आन्दोलनमा चाहिँ सरिक हुन पुगे। हुन त आज सरकारले भन्छ जेनजीले मात्रै गरेको आन्दोलन हो, म पनि भन्छु 23 गते जेनजीहरूले नै गरेको आन्दोलन हो। तर सरकारले 23 गते जुन दमन गर्यो, त्यसपछिको 24 गतेको आन्दोलन भन्ने हो भने आम नागरिकको साथबाट भएको थियो। हुनसक्छ त्यसमा भएको हो, बिचमा छिरेकाहरू होलान्, उनीहरूकै घुसपैठ भएको होला, त्यत्रो विध्वंस भयो, त्यसको सरकारले छानबिन गर्ला। तर आम नागरिकले त एउटा साथ र एउटा सहयोग दिएको हो, ताकि यो व्यवस्थामा रहेका व्यक्तिहरू गलत छन्, हामीले विकल्प खोज्नुपर्छ भनेर नै उनीहरू त्यहाँ गएका हुन्। र बार विकल्प मात्रै खोजिरहने या समाधान पनि। त्यसकारण मलाई लाग्दैन तपाईँको पुरानो पार्टीबाट त त्यो हुन्छ, र नयाँ पार्टीहरूबाट जो जानु भएको छ उहाँहरूलाई पनि मलाई लाग्दैन कि तलबाट उहाँहरूले पनि यो सब हेर्नु भएको छ भनेर। किनभने माथिबाट मात्रै उहाँहरू कराइरहनु भएको छ यो गर्ने त्यो गर्ने भनेर। तर यथार्थमा हेर्नुहोस् न, तल जसको जीवन तपाईँहरू माथि उकास्ने भन्नुहुन्छ, त्यसलाई त तपाईँहरू कहिले लिएर जानुहुन्न। आज समानुपातिक जस्तो एउटा सुन्दर पक्षमा आज चाहिँ नै समावेशी गर्नुपर्ने सबै पक्षहरूलाई चाहिँ नि जोडेर, चाहे त्यो धनी होस् चाहे गरिब होस्, तर त्यो पक्षलाई त्यहाँ जोड्नु पर्थ्यो। तर आज त्यो जोड्ने पक्ष पनि एउटा आर्थिकको पो पाटो भए जस्तो देखिन्छ। एउटा राजनीतिक पार्टीलाई आर्थिक पाटोमा चलाउन चाहिँ के हो आधार भन्दाखेरि समानुपातिक चाहिँ त्यता भएको देखिन्छ, जुन अहिले तपाईँले देखिरहनु भएको छ पत्र पत्रिकामा, यति मागो उति मागो। त्यो समानुपातिक भनेको पैसा मागेर दिने ठाउँ हो, पैसा मागेर दिने पद हो। त्यो त सर्वहारा वर्गलाई पनि त्यहाँ जोड्न पर्छ, उनीहरूले पनि उनीहरूको आवाज उठाउनु पर्छ भनेर त हामीले गरिएको होला। त्यसकारण म विरोध त गर्दिनँ, तर एउटै कुरो चाहिँ के हो, नेपाली आमाको छोरो भएर खबरदारी चाहिँ जीवनको अन्तिम साससम्म गर्छु, किनभने गरि पनि रहेको हुँ। त्यसकारण मेरो उम्मेदवारीलाई, मेरो कुराहरूलाई तपाईँहरूले अनर्थ नलिदिनुहोस्। म कसैको भोट काट्न, कसैको समर्थन गर्न, कसैको विरोध गर्न आएको होइन। यो देशको नागरिक हुँ, त्यसकारण मेरो आफ्नो कर्तव्य पुरा गर्नलाई चाहिँ नि म आएको हुँ। र अब यो कर्तव्य पुरा गर्नको लागि सडकबाट मात्रै नभएर सदनसम्म पनि पुग्नुपर्छ भन्ने मनसायले, र जति पनि आज मलाई चिन्नुहुने जान्नुहुनेहरू हुनुहुन्छ, जोसँग बसेर चाहिँ मैले काम गरेको छु, चाहे यातायात क्षेत्रमा, मजदुरी क्षेत्रमा, किसान क्षेत्रमा या सर्वहारा वर्गमा भएको अन्याय, अत्याचार, सरकारले गरेको चाहिँ नि विकृति, भ्रष्टाचारको विरुद्धमा चाहिँ नि हामी बोलिरहेको निरन्तर। अब यिनै सारा आवाजले अब यो आवाज चाहिँ सडकमा मात्रै नभएर सदनसम्म पनि पुग्नुपर्छ भन्ने एउटा सबैको भावना, इच्छा अनुसार चाहिँ मैले उम्मेदवारी दिएको। र मेरो उम्मेदवारी तपाईँहरूलाई लाग्ला एउटा व्यक्तिको उम्मेदवारी हो, यो व्यक्तिको उम्मेदवारी होइन। म एउटा समूहको नेतृत्व गर्ने मान्छे हुँ, र एउटा समूहको नेतृत्व गरेर एउटा समूहको आवाज लिएर चाहिँ नै म जान आँटेको। र आज म कसैको प्रलोभनमा परेर, कसैको दबावमा परेर या त जेनजीले आन्दोलन गर्यो भनेर म यहाँ आएको होइन। म योभन्दा अगाडि पनि भनेको थिएँ कि म आउने चुनावमा चाहिँ म लड्छु भनेर, किनभने सबै साथीहरू भन्नुहुन्थ्यो किरणजी तपाईँ लड्नुपर्छ, जुन कुरा तपाईँहरूले यहाँ राख्नुहुन्छ यो कुरा सदनमा पनि तपाईँले उठाउनुपर्छ, किनभने तपाईँले देख्नु भएको छ, तपाईँले बुझ्नु भएको छ हामीलाई। तर जो पनि छन् त्यहाँनिर उनीहरूले देखेन, उनीहरूले बुझेनन्। यदि बुझ्ने पनि हुन्, देख्ने पनि हुन्, तर उनीहरू पार्टीको भएको कारणले गर्दाखेरि त्यहाँ गएर उनीहरू अन्धा जस्तो, बहिरा जस्तो भएको कारणले गर्दा तपाईँ कुनै पार्टी पक्षमा नलागी एउटा स्वतन्त्र नेपाली आमाको छोरो भएर आम नेपाली जनताको कुरोलाई त्यहाँ लगेर राखिदिनुहोस् भन्ने सबैको चाहना अनुसार चाहिँ किरण खड्काले
नम्बर क्षेत्रमा उम्मेदवारी दिएको हो। त्यसकारण मेरो उम्मेदवारीलाई अनार्थ नसम्झिनु हुन पनि म अनुरोध गर्छु। र अर्को कुरा म के भन्छु भने म भोट जित्न हार्नलाई त्यति धेरै अर्थ पनि लाग्दैन। समाजमा भइरहेको कुरोलाई जनतासम्म लिएर जानु, उठाउनु, सम्भव भए सदनसम्म पुर्याउनु मेरो कर्तव्य हो। अब मेरो यो आवाजलाई पुर्याउने नपुर्याउने भनेको त आम जनताको हातमा छ, त्यसमा पनि 6 नम्बर क्षेत्रको जनताहरूको हातमा छ। र यदि मोरङ क्षेत्र नम्बर 6 ले चाह्यो भने एउटा यस्तो इतिहास रच्नेछ जो अहिलेसम्म नभएको। किनभने म त्यो कुरा त्यहाँ बोल्नेछु, म त्यो कुरा भन्नेछु। हुन त जति मलाई जान्नुहुन्न, चिन्नुहुन्न, उहाँहरूलाई विश्वास नलाग्ला, तर जसले पनि मलाई चिन्नु भएको छ, जान्नु भएको छ र मसँग बसेर काम गर्नु भएको छ भने उहाँहरूलाई विश्वास छ कि किरण खड्काले यो काम गर्छ। किरण खड्कामा त्यो हिम्मत छ, किरण खड्कामा त्यो एउटा जोस छ, किरण खड्का बिकाउ छैन भन्ने कुरा उहाँहरूलाई विश्वास छ। र यस्तै नागरिकको चाहिँ यो देशलाई पनि आवश्यकता छ भन्ने ठान्छु। त्यसकारण म मेरो उम्मेदवारी चाहिँ यी सब कारणहरूले दिइरहेको छु भनेर पनि म आम नागरिकलाई बुझ्दिन पनि आग्रह गर्छु। साथै 6 नम्बर क्षेत्रका मेरा सम्पूर्ण मतदाताहरूलाई म यहीँबाट दशमला जोडेर भन्छु कि तपाईहरुले यदि मलाई मौका दिनुभयो भने म तपाईहरुले नभने पनि मलाई तपाईहरुको समस्या थाहा छ। म तपाईहरुको समस्यासँग जुधिरहेको, खेलिरहेको, बोलिरहेको व्यक्ति हुँ र यही आवाजलाई म सदनसम्म पुर्याउन चाहन्छु। सडकदेखि सुरु गरेको यो आन्दोलन चाहन्छु सदनसम्म पुगोस् र त्यहाँ एउटा कानुन बनोस् जसको कारण यातायात मजदुर, व्यवसायी, उद्योगी, किसान, सर्वहारा वर्गले फेरि रुन नपरोस्, फेरि कराउन नपरोस् र फेरि यस्तो आन्दोलन गरेर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपरोस्। यही नै म चाहन्छु। यसैको लागि मेरो उम्मेदवारी हो। अब यसमा मलाई जिताउने, नजिताउने, पुर्याउने, नपुर्याउने भनेको मेरो 6 नम्बर क्षेत्रका जनताको हातमा छ, तपाईहरुको हातमा छ। आज मलाई हराएर भोलि तपाईहरुलाई यो पश्चाताप नहोस् कि आज हामीले एउटा सच्चा नेपालीलाई हामीले गुमायौं। एउटा सच्चा देशभक्त नेपाली थियो जसले कहिले पनि कुनै पार्टीको पक्ष विपक्षमा नरही स्वतन्त्र नेपाली भएर आवाज उठाइरह्यो, बोलिरह्यो भनेर तपाईहरुलाई पश्चाताप नहोस् भन्ने पनि चाहन्छु। र फेरि पनि दशमला जोडी मलाई एकचोटि मौका दिनुहोस् र जो मलाई जान्नुहुन्न, चिन्नुहुन्न, मसँग बसेर कुरा गर्न चाहनुहुन्छ भने कृपया मलाई फोन गर्नुहोस्। मेरो सचिवालयमा पनि तपाईहरुले नम्बर पाउनुहुन्छ, त्यहाँ जानकारी दिनुहोस्। म तपाईहरुको घरमा आएर तपाईहरुसँग बसेर म कुरा गर्छु। यदि म असफल छु, ममा त्यो सक्षमता छैन भन्ने पुष्टि भयो भने मलाई कसैले बस भन्नु पर्दैन, म स्वयं बस्छु। किनभने म मेरो चाहना, मेरो इच्छा र सोचले मात्रै म गएको छैन। मैले कहिले पनि आफ्नो निजी स्वार्थमा रहेर कहीँ पनि केही पनि बोलिन, केही पनि गरिन। हुन त अब म जतिको व्यक्ति जसले चाहिँ नै तपाईको नेपालको पहिलो इतिहासमा मजदुर संगठन, व्यवसायी दुईटैको अध्यक्ष सायद मै नै थिएँ होला। त्यसकारण उहाँहरू पनि आज भन्नुहुन्छ तपाई जस्तो एउटा स्वतन्त्र व्यक्ति जसलाई मजदुरले पनि, व्यवसायीले पनि आफ्नो अध्यक्ष मान्छ भने तपाई जस्तो व्यक्तित्वको चाहिँ यो देशलाई नै आवश्यकता छ, खाँचो छ। त्यसकारण कोसिस गर्नुस् भनिरहँदा मैले एउटा कोसिस मात्रै गरेको हुँ। यो कोसिसलाई सार्थक बनाउने जिम्मा भनेको मेरो 6 नम्बर क्षेत्रका जनताहरूको हातमा छ, भोटरहरूको हातमा छ। आशा छ उहाँहरूले मलाई अवश्य पनि जिताउनु हुनेछ। उहाँहरूलाई मनमा लागेको कुराहरू मलाई भन्नुहुनेछ। मैले कति बुझेको होला, कति नबुझेको होला। बुझेको कुरा त म राख्नेछु, नबुझेको भए तपाईहरु मलाई बोलाएर बुझाउन सक्नुहुन्छ र म यदि लायक छैन भनेदेखि आम जनताले भनेर मलाई रोक्न सक्नुहुन्छ। र यदि मलाई कसैले रोक्न सक्छ भने त्यो नेपाली जनताले रोक्न सक्छ, न कुनै पार्टीले, न कुनै पक्षले। आज म यदि स्वार्थमै जान्थेँ, आज हुन त हेरिन्छ यहाँनिर यता जानुपर्ने, उता जानुपर्ने, म कहिले पनि गएन। मैले चाहेको थिएँ भनेदेखि तपाईलाई म एमाले, कांग्रेस, माओवादी जहाँ पनि जान सक्थेँ। म जतिको व्यक्तिले ठाउँ नपाउने भन्ने पनि होइन, तर म पार्टीभन्दा माथि रहेर बस्न नै मैले रुचाएँ। किनभने म सधैँ नेपाल र नेपाली भएर बाँच्न चाहने मान्छे, आम नेपाली जनताको आवाजलाई सुन्ने मान्छे भएकोले गर्दाखेरि म त्यो पार्टीमा गएर कुनै एउटा सिद्धान्त, कुनै एउटा क्षेत्रमा बसेर म काम गर्न पनि सकिनँ र उहाँहरूले बोल भन्दा बोल्ने, नबोल भन्दा नबोल्ने बन्न पनि
सक्न सकिनँ। त्यसकारण पनि आज म स्वतन्त्रै रहेँ, स्वतन्त्रै रहनेछु, स्वतन्त्र नै भएर यो यात्रा पनि म पुरा गर्नेछु। म माथि अहिले प्रश्न पनि उठेर आएको छ, बिक्री पो होला कि कसैको दबाबमा पो आउला कि भन्ने, त्यसमा तपाईँहरू ढुक्क रहनुहोस्। यो विश्वासलाई म पूर्ण सफल गरेर देखाइदिन्छु, चाहे मलाई 1 भोट किन नआओस्, तर म आफ्नो उम्मेदवारी न त फिर्ता लिन्छु, न त तपाईँको कसैको प्रलोभनमा, कसैको डरमा, कसैको लोभमा, कसैले दिएको त्यो ठाउँमा गएर म तपाईँहरूको आस्था विश्वासलाई म गुमाउने काम पनि गर्दिनँ। यही भन्दै म फेरि पनि 6 नम्बर क्षेत्रका जनताहरूलाई एकचोटि बुझिदिनुहोस्। बुझ्नु भएको छैन भने तपाईँको घरमा मलाई बोलाइदिनुहोस्, म आउँछु, तपाईँसँग बस्छु, कुरा गर्छु, मैले जानेको कुरा तपाईँलाई भन्छु, नजानेको कुरा तपाईँबाट सिक्छु। यदि कोही त्योभन्दा माथि आएर सक्षम हुनुहुन्छ भने म तपाईँहरूलाई पनि सहयोग गर्छु। तर कुनै पार्टी पक्ष यो भन्दैमा छोड्ने नछोड्ने भन्ने होइन। र म के भन्न चाहन्छु भने 6 नम्बर क्षेत्रभरि जति पनि उम्मेदवारहरू उठ्नु भएको छ उहाँहरूलाई एक ठाउँमा राख्ने काम चाहिँ तपाईँहरूले गरिदिनुहोस्, पत्रकार मित्रहरूले, ताकि जनताले जानुन् को प्रतिनिधि कस्तो, को प्रतिनिधि कस्तो हो भनेर। अनि यसपाल हामी पार्टीलाई हेरेर, कुनै व्यक्तिलाई हेरेर नदिउँ, उसको विचारलाई हेरौँ। तपाईँहरूको प्रश्न उहाँहरूमाथि राख्नुहोस्, तपाईँहरूको प्रश्नको जवाब छ, ठिक छ, छैन भने त्यस्ता व्यक्तिहरूलाई कसैको नामको भरमा, कुनै पार्टीको भरमा उठाउने जिताउने जुन प्रविधि छ त्यो प्रविधिको हामीले अन्त्य गर्नुपर्छ। चाहे पार्टीको होस्, चाहे पार्टीभित्र बाहिरको होस्, जोसुकै होस्, सक्षम व्यक्तिलाई हामीले अगाडि लिएर जाउँ, जसले त्यहाँ गएर निस्वार्थ रूपमा जनताको आवाजलाई राख्न सकोस्, भावनालाई बुझ्न सकोस्, 2 पैसामा, कुनै लोभ लालचमा, पार्टीको दबाबमा चुप लागेर नबसोस्। र यदि तपाईँ सोच्नुहुन्छ कि को चाहिँ चुप लाग्दैन भने एउटा स्वतन्त्र मात्रै हो जो चुप लाग्दैन, जसलाई कुनै तपाईँको केहीले बान्दैन, ऊ स्वतन्त्र छ, ऊ खुल्ला छ। त्यसकारण यति स्वतन्त्र खुल्ला एउटा गरिमा पदलाई हामीले सानो पनि सोच्नु हुँदैन। जो साथीहरू स्वतन्त्रमा उठिरहनु भएको छ भने तपाईँहरूले पनि आफ्नो मनोबललाई कम नबनाउनुहोस्। स्वतन्त्र भनेको एउटा सुन्दर पक्ष हो, त्यसलाई बचाउनु प्रत्येक नागरिकको दायित्व पनि हो। तपाईँ हामीले एउटा नहेरिकन नै सक्षम असक्षम भनेर सोच्नु पहिलो कुरो गल्ती हो। किन पनि गल्ती हो भने 46-47 को आन्दोलनपछि मैले जे देखेँ, एउटा बच्चै थिएँ, 12-13 वर्षको उमेरको थिएँ, त्यतिखेर पनि यस्तै थियो, सबै कुरा गर्छ भन्ने कुरा नै थियो। काङ्ग्रेसले, एमाले अब देशलाई पुरै बदल्छ भन्ने नै थियो। तर आज काङ्ग्रेस एमाले पनि असफल भएको अवस्था छ। त्यसपछि 10 वर्षको जनयुद्ध लडेर माओवादी आयो, त्यो त शङ्का गर्ने ठाउँसम्म थिएन। जवाब तपाईँहरूकै अगाडि छ। त्यसकारण म नेपाली जनतालाई के भन्छु भने पहिले हेरौँ, यसरी अन्ध भएर हामी गरि नहालौँ, कुनै पनि चिजलाई समर्थन र विरोध गरि नहालौँ। आज हामी भनिरहेको छौँ एउटा लहर चलेको छ, तर त्यो लहरमा हामीले हेर्न पनि त पर्यो नि त, बुझ्न पनि त पर्यो नि त, सोच्न पनि त पर्यो नि त। लहरै लहरको पछि कुद्ने, एक त नेपालमा सबै बुद्धिजीवी हुनुहुन्छ, शिक्षित हुनुहुन्छ। बुद्धिजीवी शिक्षित वर्गले त पक्कै पनि दुईपट्टिकै पक्ष हेरेर नै निर्णय गर्नुहुन्छ होला। कसैले भनेको भरमा, कसैले सुनाएको भरमा त कुद्नुहुन्न होला। किनभने हो, विश्वास गर्नुपर्छ, तर बार बार विश्वास गरेर नेपाली जनताहरूले तपाईँको धोका खाइरहेको बेलामा चाहिँ विश्वास साथसाथै हामीले यसपाल शङ्का पनि गर्नुपर्ने हुन्छ। यसरी हामीले विश्वासको भरमा, होहरेको भरमा कुदिरहँदा भोलि देश ठुलो दुर्घटनामा पनि जान सक्छ। र अर्को सोच्ने कुरा चाहिँ मलाई के लाग्छ भने पुराना पार्टीहरूले यो देशलाई पुरै थाङ्थिलो बनाएको अवस्था छ। अब नयाँ आउने साथीहरूले यदि सन्तुलन बिगारे भने यति धराशायीमा छ देश, के भन्ने, त्यो त मैले भन्नै पर्दैन। नेपाली आम जनतालाई पनि थाहा छ कि अहिले हाम्रो नेपाल र नेपालीको अवस्था कस्तो छ, राष्ट्रियको, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति, समाजको कस्तो अवस्था छ भन्ने कुरा हामीलाई थाहा छ। त्यसकारण नयाँ आउने साथीहरूलाई विरोध त गरेको होइन, तर उहाँहरूलाई पनि खबरदारी गर्नुपर्छ। यदि उहाँहरूले यसलाई पुरा गर्नु भएन, उहाँहरूबाट धोका दियो भने एउटा विकल्पको रूपमा पनि हुनुपर्छ भन्ने हिसाबले चाहिँ नै पनि सोच्नुपर्छ। र सधैँ होहरेको पछि लागेर मात्रै हुँदैन।
म त भन्छु हरेको पछि त म धेरै लागेँ। अब 46-47 पछिको आन्दोलनमा हेर्ने हो भने अब प्रजातन्त्र आयो, देश त अब के नै हुन्छ भनियो, तर केही भएन। 10 वर्षको जनयुद्धपछि अब गणतन्त्र आयो, अब त देश स्विजरल्यान्डै हुन्छ भन्यो। अब कुन स्विजरल्यान्ड भयो त नेपाल र नेपालीलाई नै थाहा होला। त अहिले पनि अब तपाईँको हामीले के भनिरहेको छौँ भने भ्रष्टाचारको अन्त्य, सुशासनको कुराहरू गरिरहेको छौँ। यही कुरामा म अलिकति के पनि जोड्न चाहन्छु भने भ्रष्टाचार चाहिँ केलाई भनिन्छ? एउटा कर्मचारीले 2 पैसा खाँदा मात्रै भ्रष्टाचार हुन्छ कि अरू पनि भ्रष्टाचार हुन्छ? यदि भ्रष्टाचारकै कुरा गर्ने हो भने त यो देशमा कर्मचारीभन्दा बढी भ्रष्ट त अहिले नेपाली जनता भएका छन्। किनभने नेपाल आत्मनिर्भर नै दलेमा छ। हामी कहाँ निर्भर छौँ? हामी कहाँ उद्योगमा, हामी कहाँ व्यवसायमा, हामी कहाँ कृषिमा निर्भर छौँ? हामी त सबै पानको व्यापार गर्छौँ, खालि चुनाको थलो। एउटाले 10 रुपियाँमा सामान बेच्छ, अर्कोलाई 12 मा बेच्ने, अर्कोलाई 14 मा बेच्ने, अर्कोलाई 16 मा बेच्ने। यहाँनेरि तपाईँलाई भ्रष्टाचारको अन्त्य गरिरहँदा, सुशासनको कुरा गरिरहँदा कर्मचारीले गरेको मात्रै भ्रष्ट हुन्छ या त जनताले गरेको पनि भ्रष्ट हुन्छ? यहाँ सोच्नुपर्ने कुरा यहाँ पनि छ। त्यसकारण भ्रष्टाचारको अन्त्य गरिरहँदा हामीले त्यसको विकल्प हेरेका छौँ। पेट्रोलले कुदिरहेको गाडी पेट्रोल निकालिदिने हो भनेदेखि त गाडी त बस्छ नि त। पेट्रोल पछि तपाईँले विकल्प के हेर्नु भएको छ? आज तपाईँको एउटा प्रहरीको जागिर 25-30 हजार, एउटा अधिकृतको जागिर कति होला? एउटा मन्त्रीको जागिर कति होला? सोच्नुहोस्, भ्रष्टाचारको अन्त्यको कुरा गर्नुहुन्छ, विकल्प नखोजी भ्रष्टाचारको अन्त्य गर्नुभयो भने तपाईँको गाडी त्यहीँको त्यहीँ नै रुक्छ। कसले खान्छ नेपालमा जागिर? कसलाई पुग्छ यो तलब? एउटा भन्सार अधिकृतको जागिर चाहिँ 60-65 हजार होला। एउटा साधारण मान्छेको जागिर 15,000 20,000 छ। अझै प्राइभेट सेक्टरमा जानुहुन्छ 10,000 12,000 भन्छ। ल हेर्नुहोस्, 10 वर्ष अगाडि पनि त्यही थियो, 20 वर्ष अगाडि पनि त्यही थियो, अहिले पनि त्यही छ। त्यसकारण पहिले हामीले भ्रष्टाचारको अन्त्य गर्न अगाडि उत्पादनतिर लाग्यौँ, व्यवसायतिर लाग्यौँ, उद्योग धन्दातिर लागौँ। अब यो दलालीबाट नेपालीलाई निकालेर कृषितिर लगाऊँ, व्यवसायतिर लगाऊँ, रोजगारीमा लगाऊँ। त्यो नगरिकन भ्रष्टाचारको अन्त्य गर्दा त कर्मचारीभन्दा बढी चाहिँ यहाँ नेपाली जनता मर्ने देखिन्छ। किनभने दलाली बेगर यो देश चल्दैन। त दलाली को गर्छ? दलाली त आम जनतै गर्छ। त्यसकारण भ्रष्टाचारको सुशासनको कुरो गरिरहँदाखेरि हामीले यो पनि सोच्नुपर्ने हुन्छ कि आज भ्रष्टाचार कसले गरिरहेको छ भन्दाखेरि भ्रष्टाचारले गरेको चलेको देशमा सबैजना चाहिँ नै भ्रष्टाचारै गरिरहेको देखिन्छ। त्यसकारण यहाँ तपाईँलाई तलदेखि माथिसम्म नै सुध्रिनुपर्ने अवस्था पनि देखिन्छ। यसको मूलजड भनेको चाहिँ तपाईँको कारबाही सबैलाई हुनुपर्छ। हेर्नु, नेतालाई पनि हुनुपर्छ, कर्मचारीलाई पनि हुनुपर्छ, सर्वसाधारण जो छन् उनीहरूलाई पनि कारबाही हुनुपर्छ। तर अहिले भ्रष्टाचारको नाममा कारबाही गर्ने हो भने त नेपालमा 2-4 जना 5 जना मान्छे पनि नरहला। यहाँ हेर्ने हो भने सबै त भ्रष्टले चलेको देश, सिस्टमै त्यहीँबाट चलेको छ। त एउटा इक्जाम्पल लिनुहोस्, 79 जना चोरको ठाउँमा एउटा पुलिस गयो भने त्यो पनि त्यहाँनिर चोरै भन्नुपर्छ नि। त्यस कारण समग्र नै देशै पुरै भ्रष्टाचारमा चल्दाखेरि त जनतादेखि सबै नै भ्रष्ट भए। त्यस कारण यो कसलाई कारबाही गर्ने भन्दा पनि पूर्ण यो डुबेको भ्रष्टाचारमा डुबेको देशलाई चाहिँ बाहिर कसरी निकाल्ने एउटा कारबाही गर्नुपर्छ। अब यहाँ भ्रष्टाचारको कुरा गरिरहँदाखेरि के देखिन्छ भन्दा भ्रष्टाचार चाहिँ मन्त्रीहरूले मात्रै गरे भन्ने देखिन्छ। मन्त्रीभन्दा बढी त ब्युरोक्रेसीले भ्रष्टाचार गरेका छ। त्योभन्दा बढी चाहिँ बिचका दलालीहरूले भ्रष्टाचार गरेका छन्। मन्त्री त 6 महिना 9 महिना आउँछ, एउटा कर्मचारी त ती निरन्तर रहेको छ, बिचमा मिलाउने सेटिङ ती रहेको छ। अहिले पनि तपाईँ हेर्नु, सुशीला कार्कीको सरकार आयो, जनताले सोचे अब सबै भ्रष्टाचार अन्त्य हुन्छ, यो हुन्छ, कता के भएको छ? तल गएर हेर्नुहोस् त के भएको छ? त्योभन्दा बढी बढेको होला, घटेको कहाँ छ? त्यस कारण के छ भने कर्मचारीले मात्रै भ्रष्ट छैनन्, नेपाली जनता नै पुरै यो सिस्टमले भ्रष्ट बनाइसकेको छ। सोच्नुहोस्, यो एउटा भ्रष्टाचार भनेको चाहिँ कोरोना जस्तो एउटा भाइरस हो जसले पुरै नेपाल खाइसकेको छ। त्यसकारण कारबाही हुनुपर्छ, कारबाही हुनु हुँदैन भन्ने नै होइन। भ्रष्टाचार भन्दा ठुलो अपराध केही छैन, थाहा छ तपाईँलाई?
सिरियल किलर भन्छु म भ्रष्टाचारीलाई। ऊ डाइरेक्ट अगाडिबाट मार्दैन, तर हस्पिटलमा आज स्वास्थ्य नपाएर जति मरेका छन् नि त्यो सबै भ्रष्टाचारले मर्या हो। जति पनि गरिबी अशिक्षाले मरेका छन् नि ती सबै भ्रष्टाचारले मरेको। त्यसकारण भ्रष्टाचारलाई कारबाही नगर्ने होइन। म जस्तो मान्छे आयो भने भ्रष्टाचारलाई चाहिँ नै पहिलो नम्बरमा फाँसी दिनुपर्छ, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। एउटा ज्यान माराले त एकजना मार्छ, भ्रष्टाचारले त पुरै देश मार्छ, पुरै जनता मार्छ। अहिले पनि यो देशमा जति पनि शिक्षा बेरोजगारीको कारण स्वास्थ्यको कारण मरिरहेको छ त्यसको जवाबदेहिता चाहिँ यी भ्रष्टाचारी हुनुपर्छ। त्यसकारण भ्रष्टाचारलाई छोड्ने कुरै होइन। मेरो नजरमा त यो देशको सबैभन्दा ठुलो ज्यानमारा तपाईँ 74 जना मात्रै मरेको हिसाब गर्दै हुनुहुन्छ, 17,000 मात्रै मरेको हेर्दा हिसाब गर्दै हुनुहुन्छ। तर 46-47 सालपछि प्रजातन्त्र आएदेखि 82 सालसम्ममा हिसाब गर्नुहोस्, स्वास्थ्यको अभावमा शिक्षाको अभावमा जति पनि मरे ती सबै भ्रष्टाचारले मारेको। सिधै मैले गएर चुपी हानेर गोली हानेर मारेको मात्रै मारेको हुन्छ या मैले यसरी घुमाएर पनि मारेको हुन्छ जो देखिँदैन हेर्दाखेरि। यसले भ्रष्टाचार गर्यो पैसा मात्रै खायो भन्ने देखिन्छ, तर त्यसले कसैको शिक्षा खायो, कसैको स्वास्थ्य खायो, कसैको बाटो खायो, कसैको बिजुली खायो। यसको जवाबदेहिता को हुनुपर्छ भन्दा ती भ्रष्टहरू हुनुपर्छ। भ्रष्टलाई कारबाही नगर्ने भन्ने होइन, भ्रष्टाचारीलाई त फाँसी हुनुपर्छ। त्योभन्दा ठुलो ज्यान मारा यो देशको कोही होइन जसले देश जनता सारा मारेको छ, सारा खाएको छ। त्यस कारण छुट भन्ने कुरा होइन, पहिलो नम्बरमा भ्रष्टाचार के हो, भ्रष्टाचारी के हो भन्ने कुराको राम्रो डिस्कसन हुनु जरुरी छ। यो बुझ्न जरुरी छ। तपाईलाई हामी अगाडिबाट जे देख्छौँ त्यो मात्रै देख्छौँ। अहिले जानुहोस् नोबेल हस्पिटलमा जानुहोस्, कोशी हस्पिटलमा जानुहोस्, जुनसुकै नेपाल अधिराज्यभरिको हस्पिटलमा जानुहोस्, त्यहाँ जति पनि गरिब छन् दबाई नपाएर मरेका छन् त्यसको जवाबदेहिता यी भ्रष्टाचारी हुन्। त्यसकारण भ्रष्टाचारीलाई त ठाडै कि गोली हान्नुपर्छ कि फाँसी दिनुपर्छ, यसमा दुई मत छैन। किनभने भ्रष्टाचार यस्तो तपाईको भाइरस हो जसले यसरी चाहिँ नि खाइदिन्छ, जसमा आज देशलाई हेरेर पनि तपाईँ थाहा पाउनुहुन्छ। आज यो देशको अवस्था कसले पुऱ्याएको, कसले बनाएको? यो सारा भ्रष्टाचार। यसमा के भयो भने बाध्यता के गरोस् जनताले, आश्वासन बाँडेको छ, भाषण बाँडेको छ। अब तपाईँले मलाई सोध्नुहुन्छ भने किरणजी तपाईँसँग के भिजन छ? मसँग केही पनि छैन, म भिजन भए पनि दिँदिनँ थिएँ। भिजनै भिजनले भरिएको देशमा के भिजन दिने? भिजन दिने कुरा हो कि पुरा गर्ने कुरा हो? सपना देख्ने कुरा हो कि पुरा गर्ने कुरा हो? म त देख्ने हेर्नुहुन्छ भने मलाई हेर्नुहुन्छ भने 46-47 पछि प्रजातन्त्र आएदेखि म त बोकेर हिँडिराखेको छु आश्वासनै मात्रै। आश्वासनमा त देश स्विजरल्यान्ड पुगिसक्यो, युरोप अमेरिका के बनिसक्यो, तर यथार्थमा हेर्नुहोस् त हामी कहाँ पुग्यौँ, कहाँ बन्यौँ। त्यसकारण मैले जनतालाई दोषी जनतालाई भन्न खोजेको चाहिँ होइन। भ्रष्ट सरकारले आज समाजलाई भ्रष्ट बनायो र समाज नै आज भ्रष्ट भएर बाँचिरहेको छ। त्यसकारण पहिले हामीले विकल्प खोज्नुपर्छ। आज एउटा कुरा सोच्नुहोस् नि, जग्गा जस्तो कुरा उत्पादनमा लाउनु पर्नेमा केक जस्तो काटेर बेच्न लाउने चिज हो। आज यो देशलाई हामीले रूपान्तरण गर्ने हो भने कृषिमा क्रान्ति गर्नुपर्छ। तर यहाँ त कृषक भनेको सबैभन्दा अपहेलित। हिजो नपढ्यो भने के भन्थ्यो, ए तँलाई हली हुनु छ। आज त्यही भावले कोही किसान खेती गर्न छोडे। तपाईँले हेर्नुहोस्, म त के भन्छु भने यही एउटा 5-10 वर्ष होला नेपालमा खेती हुने। अन्तिम जेनेरेसन हुनुहुन्छ जो खेती गरिरहनु भएको छ। यसपछि कोही खेती गर्दैन नेपालमा। कसरी खेती गर्छ? नेपालमा खेती गर्ने मान्छे सबै विदेश गइसके। त्यसकारण उहाँहरूको बुवामा जो जीवित हुनुहुन्छ उहाँहरूको पालमा मात्रै हो सायद 5 देखि 10 वर्षभित्रमा नेपालको सारा जमिन बाँझो हुन्छ। थाहा छ किन? सरकारले कृषि नीति ल्याउँछ व्यापारीको लागि, थोरै किसानको लागि ल्याएको छ। किसानको त हालत हेर्नुहुन्छ भने ऊ त 2007 सालकै खेती गरिराखेको छ। त्यही धान रोप्छ, त्यही मकै। त्यो धान र मकै पनि आज उसको साथमा बिउ पनि छैन, बिउ पनि उसले गुमाइसक्यो। कृषि प्रधान देश भन्नुहुन्छ, मल छैन। अनि यसपालि हेर्नुहोस् न, तपाईँलाई धान फलाए
सरकारले लगाउँछ रेट 1400 अनि सरकार किन्दैन, बिचमा राख्दै हुन्छ दलले, त्यसले किन्छ 1200ले। नेपालभरिको धान भेला पार्छ त्यो, अनि नेपालमा बेच्छ र लगेर पारी बेच्छ, अनि त्यहाँबाट दाम तय भएर आउँछ नेपालमा। तपाईँ भन्नुहुन्छ कि तपाईँको कृषि प्रधान देश, कसरी यो कृषि प्रधान देश हो? यो त भएको कृषियोग्य जमिनलाई किता काट गरेर बन्जर बनाउने चाहिँ नै देश हो भन्नु पर्यो, कृषि प्रधान देश होइन। कृषि प्रधान देश भए त खोइ त चामल किनेर खानुपर्ने, सब्जी किनेर खानु पाउने। अब एउटै कुरा हेर्नु, हामी के भन्छौँ भने इन्डियाको सब्जी आयो रोक, इन्डियाको सब्जी किन रोक्ने? आफू सब्जी फलाउनुहोस् न, अर्ग्यानिक सब्जी गर्नुहोस् न, त्यो सब्जी खाँदैन नि, रोक्नै पर्दैन नि। हामी उत्पादन गर्दैनौँ तब त हामी त्यहाँबाट ल्याउन पनि बाध्य छौँ, खान पनि बाध्य छौँ। त्यस कारण हामी केमा लाग्नुपर्ने हो भने पहिले उत्पादनमा हामी लाग्नुपर्ने भयो हेर्नु। तर अब जनता त उत्पादनमा लाग्न तयार छ नि, तर सरकार त खालि दलै बिचमा राखेर आफै खानु मात्रै। भन्नु नि, यहाँनिर एउटा पराल बेच्नु पर्ने भने दलै चाहिन्छ, धान बेच्नु पर्यो भने दलै चाहिन्छ, कुनै काम गर्नुपर्ने कहीँ जानुपर्ने भयो भने दलै चाहिन्छ। त्यसकारण दलबहादुरले भरिएको देशमा भ्रष्टाचार सँगसँगै दलबहादुरको पनि अन्त्य हुनुपर्छ। अनि यो भ्रष्टाचार र दलबहादुरले आज जो नेपाली जनतालाई भ्रष्ट हुन बाध्य भए, उनीहरू रहरले होइन बाध्यताले के गर्ने त? उपाय छैन, के गर्ने भन्नुहोस् त? त्यसकारण म नेपाली जनतालाई दोष दिँदिनँ, दोष म ती अभिभावकहरूलाई दिन्छु जसले आज उहाँहरूलाई तिमीहरूलाई आज म विश्वको नमुना बनाइदिन्छु, सबैभन्दा सक्षम जनता बनाइदिन्छु भनेर आज यति असक्षम बनाए कि उनीहरू बाध्य भए भ्रष्ट हुनु। अरू के हुन्छ? हरेक कर कार्यालयमा जानुहोस् न, हरेक ठाउँमा जानुहोस् त, नेपाली के गरिरहेको छ? उत्पादनमा लागेको छ, व्यापार व्यवसायमा लागेको छ, खालि पान व्यापार गर्छ, चुना कथा लगाउने काम, एकले अर्कालाई चुना कथा लगाउने, जसको कारण आज देश रित्तिसक्यो। अझै पनि हामी केही सोचिरहेको छैन। यस्तै पारा भने 10 वर्षमा नेपालमा नेपाली खोज्ने अवस्था आइसक्यो। अब नेपालमा हेर्नुहोस् न तपाईँ, शिक्षाकै कुरा गर्नुहुन्छ नि, हेर्नुहोस् कस्तो शिक्षा प्रणाली छ नेपालमा पनि त्यसलाई जागिर छैन, विदेशमा भाडा मात्ने भन्दा छैन। त्यो विदेशको गएर गेट कटाउने आधार भन्दा के चाहिँ दियो त नेपालको शिक्षाले? यही हो नेपालको आत्मनिर्भर शिक्षा, यही हो नेपालको व्यावहारिक शिक्षा। प्र्याक्टिकल केही छैन, खालि प्यार त्यसले मात्रै हुन्छ। त्यसकारण हामीलाई चाहिएको भनेको चाहिँ आत्मनिर्भर शिक्षा हो, यो गफ दिने शिक्षा मात्रै होइन। यहाँ त यस्तो शिक्षा लागू गर्यो कि भट्याउन मात्रै काम दिन्छ, त्यसले भट्याउनु बाहेक अरू एउटा व्यावहारिक हिसाबमा चाहिँ नै केही काम दिइरहेको पनि अवस्था छैन। त्यसकारण नेपालमा स्वास्थ्यलाई पनि सुधार गर्न जरुरी छ। स्वास्थ्य क्षेत्रमा हेर्नुहोस्, उहाँ स्वास्थ्य मन्त्री बन्नुहुन्छ अनि भन्नुहुन्छ 1000 को तेरो फिसलाई मैले 200 कटाइदिएर 800 बनाएँ, अब ल राम्रो काम गरिहालेँ। कसरी राम्रो काम हुन्छ? एउटा गाउँमा बिरामी क्लिनिक पुग्यो भने त्यहीँबाट ठगिन सुरु हुन्छ, एउटा एम्बुलेन्समा चढ्छ त्यहीँबाट ठगिन सुरु हुन्छ। कस्तो स्थितिसम्म देखाएको छु मैले भन्नुहुन्छ भनेदेखि बिरामी एम्बुलेन्समा चढ्यो कि 15,000 अरे, त्यसपछि हस्पिटलमा 10% त छँदैछ अरे। अब हेर्नुहोस् एम्बुलेन्स, हेर्नुहोस् ट्याक्सी जस्तो एम्बुलेन्स व्यक्तिको नाममा किन्दै बजार लगाएर चाहिँ गरेको देखिन्छ। छानबिन गर्ने हो भने नि यो देशमा, म त भन्छु यो देशमा छानबिन गरेर नेपाली आमाको छोरा आएको दिन त जेल पो कता बनाउने भन्छु क्या म। जति पनि केपी बाले बनाएको टावर त लाग्छ मलाई भोलिको दिनमा सबै राख्ने नै काम गर्नु पर्ला। नेपालमा अहिलेको स्वास्थ्य स्थिति कस्तो छ भन्नुहुन्छ भने पैसा हुने पावर हुनेको लागि मात्रै छ। एउटा गरिब गाउँबाट 50,000 रुपियाँ बोकेर उपचार गर्नु भनेर आउँछ। हेर्नुहोस्, यदि त्यो एम्बुलेन्समा चढेर आयो भने त त्यो हस्पिटलको गेटमा छिर्दै त्यसको 50,000 सकिसक्यो। यदि ऊ डाइरेक्टै छिरो भने पनि 500 को उपचार पाउनको लागि 50,000 को राउन्ड काट्नुपर्छ यहाँ। अब तपाईँलाई म भन्छु मसँग पैसा छैन, 20 रुपियाँ मात्रै छ, मेरो पैसाले एउटा समस्या आउँछ, तर उसको समस्या सेटमा 4वटा समस्या 2टा जेरी हुन्छ। अब के मैले त्यो 3टा समस्या 4वटा जेरी हटाएर एउटा समस्या खान नपाउने? प्रश्न त मेरो यहाँ पनि छ नि। त्यसकारण मसँग पैसा छैन, मलाई चाहिँ नि यहाँ अलिकति दुखेको छ, मेरो यो मात्रै उपचार गरिदिनु भन्दा पनि नपाउने? तपाईँलाई सारा घुमाएर
अन्तिममा ल्यायो 500 को दबाईले काम हुन्छ, खर्च 50 लाख। प्रत्येक क्लिनिक कमिसनले चलेको छ। एम्बुलेन्सदेखि, रिक्सादेखि, ट्याक्सीदेखि सबलाई राखिएको छ कमिसनमा। तिमीले बिरामी ल्याउँदा 5%, 10%, 15%, 20%। यसको चाहिँ कसरी अन्त्य गर्नुहुन्छ? त्यसकारण यहाँ स्वास्थ्य मन्त्री त आउनुहुन्छ, तर यस्तो स्वास्थ्य मन्त्री आउनुहुन्छ जो सर्वहारा वर्गको लागि चाहिँ होइन। त्यसकारण जुन स्वास्थ्यमा एउटा देखिएको एउटा यस्तो विकृति छ, जुन चाहिँ अहिले मैले यो बोलिरहँदाखेरि जति पनि स्वास्थ्य क्षेत्रमा आउनुभएकोहरूले उहाँहरूले बुझ्नु भएको होला। हेर्नुहोस्, अब अनसुनमा सम्पूर्ण चेक जाँच गराइन्छ, इमोसनल खेलिन्छ। मैले त यतिसम्म सुनेको छु कि नेपालमा 3टा कोटेदेखि डराउनुपर्छ अरे। एउटा सेतो कोटे, कालो कोटे, खैरो कोटे। हेर्नुहोस्, म कुनै समय त्यो तपाईको हस्पिटलमा एउटा इन्चार्ज भएर काम गरिरहँदा, ट्याक्सीको काम गरिरहँदा के भन्थे भने घरमा डाका पसोस् तर डाक्टर नपसोस् भन्थ्यो। अनि मैले सोधेँ किन? उसले के भन्थ्यो भने डाका पस्यो भने त त्यसले एकचोटि लुट्ने हो किरणजी। बचेको जो बच्छ, डाक्टरले त लुकाको पनि निकालेर लान्छ। त्यसकारण यहाँ त डाका भन्दा डाक्टर खतरा भन्दै त्यतिखेर। अब अहिले मैले यो बोलिरहँदाखेरि स्वास्थ्य क्षेत्रलाई भन्नुहुन्छ होला यस्तो बोलो उस्तो बोलो, यहाँ बोलो त्यहाँ बोलो। तपाईँहरूलाई पनि थाहा छ प्रत्येक हस्पिटलमा तपाईँहरू काम गरिरहनु भएको छ। कुन अवस्था छ? एउटा सर्वसाधारणले उपचार पाउने अवस्था छ। आज यहीँबाट म बरु गगन थापालाई धन्यवाद दिन चाहन्छु, जसले स्वास्थ्य मन्त्री हुँदा एउटा बिमा ल्याइदिएर कम्तीमा पनि नेपालीले अलिकति राहत चाहिँ पाएका छन्। हेर्नुहोस्, नेपालमा 2टा न अलिकति राहतको काम भयो। एउटा मनमोहन अधिकारीको पालमा सायद काम भएको छ, एउटा वृद्धहरूलाई असहायहरूलाई दिने, त्यसपछि तपाईँको स्वास्थ्यको क्षेत्रमा। तर त्यो 1.5 लाखले पनि काम गरेको छ। अब अर्को कुरा म तपाईँलाई जोडिदिन्छु यहाँनिर। हेर्नुहोस्, यहाँ विकृति तपाईँलाई नेपाल सरकारबाटै भएको। स्वास्थ्य मन्त्रालय मातहत चाहिँ स्वास्थ्य क्षेत्र चल्ने हो, तर यहाँ त स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र चलाउँदैन। ती व्यवसायी र मजदुरले चलाउँछन्, नीति उनीहरू बनाउँछन्। अब सरकारमा त स्वास्थ्य मन्त्रीले यस्तो ल्याइदिन्छ कि स्वास्थ्यको सथा नभएको। यो देश बर्बाद हुनुको कारण पनि त त्यो हो नि त। कुन व्यक्ति केमा योग्य छ? अहिले पनि पार्टीका सदस्यहरूलाई हेरौँ न, को व्यक्ति केमा छ त्यसलाई त्यो दिनु पर्यो नि त। नातावाद, कृपावाद, आशीर्वाद, पैसावादको पछि कुदेर अयोग्य व्यक्तिलाई आज जिम्मेवारी दिँदाको हालत हो यो। त्यसकारण स्वास्थ्यमा, शिक्षामा सरकारले अत्याधिक ध्यान दिनुपर्ने जरुरी छ। किनभने शिक्षा नै यस्तो एउटा माध्यम हो जसले यो नेपाललाई रूपान्तरित गर्न सक्छ, एउटा असक्षम वर्गलाई सक्षममा लिएर जान सक्छ। त्यसकारण हामीले शिक्षालाई पनि हामीले एउटा सोच्ने जरुरी छ कि नेपालको लागि, नेपालीको लागि चाहिँ हाम्रो समाज, हाम्रो भूगोल हेरेर पनि हामीले शिक्षा नीति ल्याउनुपर्छ कि भन्ने पनि लाग्छ। अब स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने यति विकराल स्थिति छ। तपाईँ कुनै हस्पिटलमा जानुभयो भने यसरी मान्छे त्यहाँनिर लगाइन्छ कि स्वयं बिरामी बनेर आउँछन् र यहाँ हुँदैन र त्यहाँ हुन्छन् भनेर सम्म लिएर जाइन्छ। यो स्वास्थ्य मन्त्रीले देखाएको छ। यो कुरोको अन्त्य नभई माथिबाट मात्रै गएर के हुन्छ? तपाईँले 1 लाखको सुविधा दिनुभएको छ, 2 लाख त यहाँ लुटेरहरू बसेका छन्। त्यसकारण पहिले यो देशमा यस्तो विकृति छ, यस्तो विसङ्गति छ, यति भ्रष्ट छ। त्यो पनि एउटा 2टा व्यक्ति र पुरै सिस्टम। कसलाई भन्ने? 3 व्यक्ति माथि बसेका छन्, कसलाई कम्प्लेन गर्ने? भन्नु त। त्यही नेता व्यवसायी छ, त्यही नेता समाजसेवी छ, एउटै व्यक्ति सबै छ। व्यापार पनि उही गर्छ, नेतागिरी पनि उही गर्छ, आवाज पनि उही उठाउँछ। जनतालाई चुतिया बनाउने काम बाहेक चाहिँ मलाई लाग्दैन यो देशमा केही भइरहेको छ भनेर। त्यसकारण म यहाँबाट यो कुराको चाहिँ जोरदार आवाज उठाउन चाहन्छु र भोलि यदि मेरो उपस्थिति संसदमा भयो भने यी सारा चिजको म भण्डाफोर गर्न चाहन्छु, जो मैले देखेको छु, जो मैले भोगेको छु। त्यसकारण मेरो
उम्मेदवारी मेरो उपस्थिति के को लागि भन्नुहुन्छ भने मैले जे देखेर मैले जे भोगेको छु र मैले जुन जुन कुरामा आवाज उठाएको छु त्यो कोही पनि उठाउँदैन, त्यो कोही पनि बोल्दैन। त्यसकारण मलाई लाग्छ म जस्तो व्यक्तिको आवश्यकता छ, म जस्तो व्यक्ति त्यहाँ जानुपर्छ र बोल्नुपर्छ। मोरङ छ भनेको तपाईलाई आफैमा पनि एउटा उदाहरणको रूपमा लिउँ, किनभने यो क्षेत्रमा सबै क्षेत्र वर्ग चाहे तपाईँ जातको कुरा गर्नुहोस्, चाहे धर्मको कुरा गर्नुहोस्, व्यवसायको कुरा गर्नुहोस् हुन्छ भने सबै एउटा मिलेर सबै चिज भएको एउटा क्षेत्रको रूपमा हेर्छु। उद्योग हेर्नुहोस् यही क्षेत्रमा छ, कृषि यही क्षेत्रमा छ, मजदुर यही क्षेत्रमा छ। त्यसकारण मैले यो ठाउँ नै किन रोजेँ भन्दा मैले उठाउने कुराहरू नै यो क्षेत्रमा छ, मैले उठाउनु पर्ने आवाज नै यो क्षेत्रमा छ। त्यसकारण पनि मैले मोरङ छलाई चाहिँ आफ्नो एउटा मेरो जुन एउटा सोचको, मेरो एउटा अभियानको अभिन्न रूपमा मैले लिएको छु। किनभने 6 नम्बर क्षेत्रले मलाई बुझ्नेछ, किनभने उहाँहरूको भाषा मैले बोल्ने छु भन्ने लाग्छ। जस्तै अब एउटा म यहाँ सानो हेरौँ 6 नम्बर क्षेत्रमा म किन पनि भनेर भन्छु भने तपाईँ हेर्नुहोस् 6 नम्बर क्षेत्रमा उद्योगहरू छन्, तर उद्योगको हालत हेर्नुहुन्छ भने यति दयनीय अवस्था छ। कुनै पनि उद्योगमा गएर हेर्नुहोस् त त्यहाँ नेपाली कामदार कति छ? तपाईँहरू गएर हेर्नुहुन्छ भने त्यहाँ नेपाली कामदार एकदम कम छ। यो सबको कारण भनेको यो देशमा युनियन, फ्याक्ट्री एउटा छ, युनियन 3टा 4वटा छ। कसरी हुन्छ? प्रत्येक युनियनका चाहिँ आफ्नो चाहिँ प्रतिनिधिहरू छन्। तपाईँले हेर्नुहोस् युनियन हुनु हुँदैन भन्ने होइन, युनियन एउटा हुनुपर्छ, 10वटा होइन। तर यहाँ त पार्टी पछिको युनियन छ। त्यसकारण कुनै पनि उद्योगमा काम गर्ने बित्तिकै युनियन लागिहाल्छ, जसको कारण आज त्यो उद्योग कि त बन्द हुन्छ या त होइन भने ऊ ठेकदार राखेर उद्योग चलाउन बाध्य हुन्छ। र अहिले पनि हेर्ने हो भने मैले बुझेअनुसार चाहिँ, मैले देखेअनुसार चाहिँ प्रत्येक उद्योगहरू तपाईँलाई ठेकदार राखेर ठेकदार मार्फत कामदार राखेर गरिरहेको अवस्था छ। तपाईँ एउटा कुरा के बुझ्नु भने 58-59 सालमा म विराटनगर आउँदाखेरि तपाईँलाई विराटनगरमा यति धेरै गार्मेन्टहरू थिए, तर ती गार्मेन्टहरू अहिले कुनै पनि छैन। थाहा छ कारण किन? यो युनियनको कारणले। हेर्नुहोस् आज नेपाल सरकारको काम, युनियनको काम भनेको त एउटा मजदुर र व्यवसायी बीचको असमानतालाई समानता बनाउने काम। व्यवसायी र मजदुर भनेको त नङ र मासु हुन् नि। त्यो नङ र मासु बीचमा घाउ लाग्यो भने त्यो घाउ ठिक पार्ने काम चाहिँ युनियनहरूले गर्ने। तर यहाँ त मजदुरलाई उता व्यवसायीलाई दुईतिर बनाएर मजदुर र व्यवसायीको बीचमा खेलेर एउटा राजनीति गर्ने, आफूलाई माथि पुर्याउने बाहेक के गरेको देखिन्छ। आज नेपाल सरकारले दिएको जागिर आज तलब आज पाइराखेका छन्, कसैले पनि पाएछन्। कसरी पाउँछ? तिनै पार्टीका झोलेहरू चाहिँ युनियनका सदस्य भएर बस्छन्। कसरी पाउँछ उनीहरूले? मैले थाहा पाएदेखि तपाईँको हिजो पनि यही आवाज उठ्थ्यो, आज पनि यही उठ्छ। अब समाधान गरिएन भने भोलि पनि यही आवाज उठ्छ। अनि यही आवाज उठाउने, अनि नेता बन्ने, अनि माथि जाने समस्या चाहिँ जहाँको त्यहाँ। कोही त व्यक्ति हुनु पर्यो। हाम्रो देशमा उद्योग छैन, धन्दा छैन। उद्योग धन्दा कसरी हुन्छ? उद्योग धन्दामाथि यति ठुलो राजनीति हुन्छ भन्नु त सामान्य मान्छेले कसरी यो उद्योग धन्दा चलाउन सक्छ? आज तपाईँले हेर्नुहुन्छ भने भर्खरै बनेको त्यो सूर्य नेपाल, त्यहाँ त्यत्रो काण्डहरू हेर्नुभयो होला, त्यो पनि सबै बन्द भएर गयो। के को कारण? युनियनको कारण। युनियन एउटा हुनु पर्थ्यो, तर पार्टी नै पछि युनियन हुँदाखेरि त मैले इक्जाम्पल लिनुहोस्, मैले एउटा फ्याक्ट्री खोलेँ, म एउटा फ्याक्ट्रीको साउ, मसँग काम गर्ने 100 जना मजदुर, त्यो 100 जना चारतिर बाँडेर 4वटा युनियनमा छन्, 4वटा अध्यक्ष, 4वटा उपाध्यक्ष। छिसिके भनौँ अघि आन्दोलन कसरी चलाउने? यहाँ त कस्तो हुनु पर्थ्यो भने एउटा उद्योगीले यो उद्योगलाई सफल बनाउने कसरी, यो सफल बनाउनुमा मेरा मजदुरहरूलाई मैले सफल बनाउने कसरी भनेर उसको ध्यान, एउटा व्यवसायीको ध्यान चाहिँ त्यहाँ केन्द्रित हुनुपर्छ।
भने एउटा मजदुरको ध्यान पनि कसरी यो उद्योगलाई माथि लिएर जाने भन्नेमा हुनुपर्छ। उद्योग माथि गयो, दुईजनामा तालमेल मिल्यो भने पो एकअर्कालाई चाहिँ राम्रो हुने थियो। आज मजदुरले पनि राम्रो तलब सुविधा पाउने थियो, व्यवसायले पनि राम्रो आफ्नो चाहिँ व्यवहार गर्ने थियो। दुईजना बिचमा झगडा लगाइदिएछ। त्यो झगडाको कारण आज कुनै पनि फ्याक्ट्रीमा हेर्नुस्, मलाई लाग्दैन तपाईको नेपाली कामदारले काम पाइरहेका छन्। यदि काम पाइरहेका छन् भने पनि हिजोकाहरूले पाइराखेका छन्, जो तपाईलाई युनियन लागिसकेपछि युनियन लागिसकेपछि तपाईलाई त्यतिखेर चाहिँ नै सेवा सुविधा गरियो। त्यसपछि कसैले पनि त्यो चलाउनै सकेन, गर्नै सकेन। विकल्पमा के खोजियो त भन्नुहुन्छ भनेदेखि एउटा ठेकदार खोज्ने, ठेकदार मार्फत चाहिँ कामदार लगाउने, काम गर्ने। त्यति भए त युनियन पनि लाग्ने भएन, यो सुविधा त्यो सुविधा पनि दिनु भएन, पर्ने भएन। अनि यही ठेकदार ल्याउनकै लागि चाहिँ नि हामीले चाहिँ नि यत्रो चाहिँ गरे हो। त्यसकारण आज यो सब हुनुको पछाडिको कारण भनेको कहीँ न कहीँ यो देशको राजनीति अनि यो देशको राजनीतिले खडा गरेको युनियनहरू हुन्। हुन त युनियनलाई मैले नराम्रो भन्न खोजेको होइन, तर युनियनले गर्नुपर्ने काम आज चाहिँ युनियनले गरेको छैन। युनियन नै स्वयं त मजदुर र व्यवसायीको बिचमा बसेर चाहिँ खेलिराखेको छ। हेर्नुहोस्, उचालिदिएको चाहिँ यताबाट आन्दोलन गर, तेरो तलब यति भन्दैछ, फ्याक्ट्री बन्द गराइदिएछ। 2 दिनपछि फेरि मिटिङ बसिया छ, ल त्यसो भए तिमीहरूको माग अब हुँदैछ है भनिया छ। तर माग पुरा भएको छ मलाई त लाग्दैन भएको छ। त्यसकारण आज नेपालको उद्योगहरू धराशायीमा पर्नुको कारण भनेको पनि नेपाल सरकारको रहेको भन्ने मलाई लाग्छ। र यदि यसरी नै गइराख्ने, यसरी नै जाने हो भने चाहिँ नेपालमा भएको उद्योगहरू पनि बन्द हुने अवस्थामा छ। अब नेपालीले त जागिर पाउने कुरो पनि भएन। जस्तै आज म तपाईको यही 6 नम्बर क्षेत्रको वडा नम्बर 4 मा बसेर तपाईलाई म आफ्नो कुराहरू राखिरहँदाखेरि यही क्षेत्रमा भएको, यही वार्डमा भएको तपाईको उद्योगमा गएर कुनै फ्याक्ट्रीमा गएर हेर्ने, गएर बुझ्ने हो भने त्यहाँ पनि सायद यसरी नै चलिराखेको छ। ठेकदार मार्फत नै त्यो चलिरहेको होला। आज ठेकदार मार्फत चलाउनु पर्ने कारण के कारणले आयो त भन्नुहुन्छ भने सायद सरकारले आफ्नो जिम्मेवारी पुरा नगरिदिँदा र युनियनहरूले चाहिँ आज मजदुरको हकित भन्दा पनि आफ्नो हकित, पार्टीको हकितमा काम गरेकोले होला भन्ने लाग्छ। र तपाईँ एउटा सोच्ने कुरा के छ भने मजदुर पनि उनीहरूकै, सरकार पनि उनीहरूकै, नेतृत्व गर्ने युनियनका पदाधिकारी पनि उनीहरूकै, समाधान चाहिँ कसले गर्ने? त्यसकारण मजदुरलाई, किसानलाई, सर्वहारा वर्गलाई भनेको खेलाउने माध्यम, भुलाउने माध्यम, राजनीति गर्ने माध्यम, तिनका दुःख बेचेर अगाडि बढ्ने माध्यम बनाइयो। त्यो माध्यम नै समाप्त भएको दिन त कसैले राजनीति गर्न नपाउने भयो नि त, कसैले खान नपाउने भयो होला नि त। तर मेरो चाहना भनेको यसको अन्त्य हुनुपर्छ। एउटै चाहना हो, यो सबको अन्त्य हुनुपर्छ। उद्योगी पनि बाँच्नुपर्छ, मजदुर पनि बाँच्नुपर्छ। बिचमा बस्ने हामीले जो एउटा युनियन भन्छौँ, हिजो म पनि त्यो ठाउँमा बसेर म काम गरेँ। हामीले भनेको उहाँहरूलाई मिलाउने हो, जोड्ने हो। व्यवसायी र मजदुर भनेका चाहिँ नि नङ र मासु बिचको सम्बन्ध जस्तो त्यसरी बनाएर लिएर जानुपर्छ, एकअर्काको परिपूरक बनाएर। एउटा मजदुरलाई हेरेर व्यवसायीले गर्व गरोस्, एउटा व्यवसायीले हेरेर, एउटा मजदुरले व्यवसायलाई गर्व भने व्यवसायीले पनि मजदुरलाई हेरेर गर्व गरोस्। त्यो अवस्था त छैन। कुनै पनि उद्योगमा जानुहुन्छ भनेदेखि कस्तो अवस्था छ भने कुकुर र बिरालोको जस्तो अवस्था छ। उद्योगको कुरा गर्नुहुन्छ, अब सानो तपाईको यता साधारण तपाईको यातायात क्षेत्रको मजदुरको कुरा गर्नुहुन्छ भने उनीहरूको भन्दा दयनीय अवस्था त सायद नेपालमा कसैको होला। तर यो देशमा जति पनि आन्दोलन गर्नु पर्दा सबैभन्दा बढी युज गरेका व्यक्तिहरू भनेका तिनै मजदुर हुन्, तिनै किसान हुन्, तिनै सर्वहारा वर्ग। तर ती सर्वहारा वर्गको, ती किसानको, ती मजदुरको अवस्था जहाँको त्यहीँ छ। तर तिनको अवस्थालाई, तिनको दुःखलाई म केही गरिदिन्छु, म ठाउँसम्म पुर्याइदिन्छु, अब तिमीहरूले दुःख गर्नु पर्दैन गए भन्नेहरूले आफ्नो दुःख चाहिँ पार गरे, उनीहरूको दुःखलाई जहाँको त्यहीँ नै छोडिदिए। त्यसकारण प्रत्येक आम नेपालीको आवाजलाई त्यो ठाउँमा पुर्याउनु जरुरी छ। त्यो ठाउँमा पुर्याइरहँदाखेरि कुनै चिजले बाधा नगरोस्।
निर्धक्क साथ आज म तपाईसँग जे बोलिराखेको छु यही कुरा म संसदमा बोल्न चाहन्छु। तिम्रो सरकार, तिम्रो मजदुर पुरा चाहिँ कसले गरिदिने? यिनै सब चिजको कारण आज जनताले परिवर्तन खोजेको होला नि त। पछाडि फर्केर हेर्नुहोस् त, आज यो देशको आम परिवर्तनमा सबैभन्दा ठुलो हात कसको छ? यी मजदुर, यिनै व्यवसायी, यिनै किसान, यिनै सर्वहारा। तिमीहरूकै लागि भनेर उनीहरू गए, तर उनीहरूको लागि थिएन, आफ्नो लागि थियो। यो चिजको अन्त्य हुनुपर्छ। आज हामीले यो देशलाई बचाउने हो भने अब पलायन भएका नेपालीहरूलाई फेरि नेपालमै ल्याउने हो भने हामीले तलैबाट सोच बदल्नुपर्छ, हाम्रो भावनालाई बदल्नुपर्छ। हामीले राजनीति पनि एउटा संस्कार संस्कृतिसहितको राजनीति गर्नुपर्छ। हेर्नुहोस् त, हाम्रो समाज कहाँ पुग्यो, हाम्रो राजनीति कहाँ पुग्यो? एकले अर्कालाई गाली गरेको छ, एकले अर्कालाई यो भनेको छ। राजनीति यसरी गरौँ विचारमा, मेरो भिजन छ यो, मेरो सोच छ यो, मैले देखेको कुरा यो हो, यसरी गर्दा राम्रो हुन्छ भनौँ। फल्ना यो, चिल्ना यो त्यो गाली गरेर राजनीति हुन्छ। अनि तपाईँहरू गाली गर्ने त्यो व्यक्तिहरूलाई उहाँ पुर्याउनुहुन्छ, त्यहाँ बसेर पनि गाली के गरिरहेछ। त्यसकारण म आम नेपाली जनतालाई भन्न चाहन्छु, तपाईँ हामी नसुध्रेसम्म, आत्मसात हामीले चाहिँ नि हाम्रो कमी कमजोरीलाई नगरेसम्म यो देश कुनै पनि हालतमा बन्दैन। नेताको मात्रै पक्षी लागेर बन्दैन। यदि बन्थ्यो भने बनिसक्थ्यो। म त आज के भन्छु भने यो परिवर्तनको नाममा, यो सपनाको नाममा मैले मेरो टिनेजर पनि गुमाएँ, वैशक पनि गुमाएँ। तर म चाहन्छु आउने जेनेरेसनले त्यो नगुमाओस्। म जुन भ्रममा परे आउने जेनेरेसन त्यो भ्रममा नपरोस्। त्यसकारण म उभिएर मेरो आफ्नो कर्तव्य पुरा गरिरहेको छु। मैले त जे देखेँ, जे भोगेँ, मैले जे बिराएँ, तिमीहरू नबिराऊ। सब चिज फर्केर आउँछ, जीवन कहाँ फर्केर आउँछ भन्नुहोस् त। आज नेपाल र नेपालीको अवस्था कहाँ छ? केही छ नेपालमा बाँकी? न राष्ट्रियता, न धर्म, न संस्कार, न संस्कृति, न समाज। आज सब पलायन। आफ्ना घरका छिमेकी भन्दा विदेशी प्यारा भइसक्यो। अमेरिका जाने, अस्ट्रेलिया जाने, क्यानाडा जाने, हो कति राम्रो भइसक्यो। आफ्नो हेर, एकले अर्कालाई गाली गर्छ। कुन खालको संस्कार संस्कृति हो यो? कुन खालको समाज हो? एक अर्काप्रति अम्ला उठाएर, घृणा गरेर, प्रतिशोध साधेर कुन राजनीति हो यो? हरेक चिजमा हामी बाँडिसक्यौँ, छुटिसक्यौँ, टुटिसक्यौँ। यहाँ कसैले अलिकति मात्रै भड्कायो भने हामी मर्न मार्न तयार हुन्छौँ। तर को मर्दैछ, को मार्दैछ? जो मर्दैछ, जो मार्दैछ त नेपाली मर्दैछ नि, नेपाली मार्दैछ नि। त्यस कारण सबले एकचोटि सोच्ने बेला भएको छ, पहिले म नेपाली, त्यसपछि मेरो जात होला, मेरो धर्म होला, मेरो भूगोल होला। तर आज एउटा जातको, धर्मको, भूगोलको आधारमा हामी बाँडेर, कोही पहाडी, कोही मधेसी, कोही हिन्दू, कोही मुस्लिम, जो कोही हो भने पनि हो त नेपाली। आज एउटा नेपाली भएर सोच्नुहुन्छ भने यहाँ भएका जात, धर्म, क्षेत्र, वर्ग सब हाम्रो शान हो, मान हो, सम्पदा हो। यसरी मान्नुपर्छ। एकले अर्कालाई गाली गर्ने, मार्ने, हेर्नुहोस् त के भइरहेको छ। हिन्दू र मुस्लिमको नाममा परिरहेको छ, पहाडे मधेसीको नाममा परिरहेको छ। योभन्दा अगाडि कोशी प्रदेशमा हेर्नुहोस् त, एउटा मिलेर बसेको समाज, उहाँ छेत्री बाहुन, राई लिम्बू भन्दै एक अर्कालाई काट्ने कुरा आइसक्यो। यस्तो अवस्था छ देशमा कि यदि कुनै षड्यन्त्रकारीले षड्यन्त्र गरेर कुनै पनि एउटालाई व्यक्तिलाई घटना घटाइदिने बित्तिकै यो देशमा ठुलो आगो बल्नेवाला छ। मन्दिरमा तोडफोड, मस्जिदमा तोडफोड, त्यहाँ तोडफोड, के हो यो? कहाँ जाँदैछ हाम्रो समाज? कहाँ पुग्दैछौँ हामी? आदिले त देश छोडेर गइसके, बाँकी भिसा नलागेर बसेका छन्। अब ती पनि के गरिरहेछन्? लडिराखेका छन्। त्यसकारण त्यो गर्नु हुँदैन, अब लड्नु हुँदैन, अब मर्नु हुँदैन। आफ्नो देश जस्तो विदेश हुँदैन। जो गए, जो रका छौँ उनीहरूले हामीले यहाँ बसेर अब एउटा नयाँ सेरोबाट हामी जाउँ, ताकि गएकाहरूलाई पनि भोलि फिर्काएर ल्याउँ। तर अब हामीले आफ्नो पाटो सोचहरू चेन्ज गरेनौँ,
खालि यही तरिकाले हिँडिरह्यौँ भनेदेखि यहाँ के रहन्छ, को रहन्छ? यो सबैले सोच्ने बुझ्ने कुरा हो। सानो उदाहरण दिन्छु म। आज इजरायललाई हेर्नुहोस्, यहुदीहरूलाई हेर्नुहोस्, कुनै समय तिनीहरूको के हालत भयो? आज राष्ट्रिय भनेको, राष्ट्रियता भनेको, धर्म संस्कार संस्कृति भनेको कस्तो चिज रहेछ भन्ने कुरा उनीहरूले बुझे। तब त आज उनीहरू राष्ट्रियवाद भए। कुनै समय हामी जस्तै यसरी नै आफ्नो देश छोडेर स्वार्थमा सब पलाए। तर विदेशी भूमिले त स्वार्थ पुरा गरेको दिन तिमीलाई छोड्छ नि, तिमीलाई खेद्छ नि त्यतिखेर। त्यसकारण नेपालमा हुने नेपालीलाई पनि, विदेशमा हुने नेपालीलाई पनि नेपाललाई माया गरौँ, नेपाललाई बचाउँ। पहिले हामी नेपाली, त्यसपछि हाम्रो जात धर्म, त्यो त हाम्रो एउटा आफ्नो सोच, आफ्नो मूल्य मान्यता होला। बाँकी हामी यो त्यो धर्मलाई जातलाई लिएर एक नेपाली अर्को नेपालीलाई मार्ने मोड्ने घृणा गर्ने तपाईलाई समाजमा चाहिँ नि यो खालको वितृष्णा फैलाउने काम नगरौँ। म मोरङ 6 सँग हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु। फरक यति हो, यदि तपाईँले साथ दिनुभएको थियो भने तपाईँहरूको आवाजलाई मैले सडकदेखि सदनसम्म पुर्याउने थिएँ। अब त्यो यदि मैले पाएन भने पनि हिजो पनि मेरो आवाज निरन्तर सडकमा थियो, अब पनि निरन्तर रहनेछ। सायद यसपालको मेरो उपस्थितिले सायद एउटा स्वतन्त्र महाअभियान नै मैले सुरु गर्छु होला। हिजो सडकबाट मैले जे गरिनँ त्योभन्दा धेरै अब म गर्छु भन्ने लागेको छ। म जित र हारमा त्यति धेरै जाँदिनँ। किन पनि जाँदिनँ भने म त एउटा आवाज बोकेर हिँडेको मान्छे, त्यसकारण निरन्तर त्यो आवाजलाई लिएर हिँडिरहन्छु। मौका दिएको भए मैले सम्बन्धित ठाउँसम्म पुर्याउने थिएँ, किनकि संसद एउटा त्यो घर थियो जहाँ तपाईँहरूको आवाजलाई पुर्याउन जरुरी थियो, किनकि कानुन बनाउने ठाउँ चाहिँ त्यही भएकोले गर्दा मैले एउटा सर्वहारा वर्गको नेतृत्व गरेकोले गर्दा उहाँहरूको आवाज सधैँ पुर्याउने भनियो, नपुर्याएकोले गर्दाखेरि मैले एउटा जमर्को गरेको हो। त्यसकारण मलाई आशा छ, विश्वास छ 6 नम्बर क्षेत्रको नागरिकहरूले, भोटरहरूले यो कुरालाई बुझ्नुहुन्छ। सायद उहाँहरूले यो मौका दिनुभयो भने तपाईलाई एउटा ठुलो उहाँहरूलाई पनि गर्व हुन्छ कि अरू क्षेत्रले के दियो तर मोरङ 6ले चाहिँ एउटा स्वतन्त्र आम नागरिकको आवाज दियो भन्ने गर्व हुन्थ्यो भन्ने मलाई लागेको छ। अब बाँकी त तपाईहरुको हातमा छ।